म चाहिँ चामलिङ राई, म चाहिँ राणा मगर। हामी त थापा गाउँमा छौँ है। हामी चाहिँ थापा गाउँमा उभिरहेको छौँ है। यो है थापा गाउँ चाहिँ अब हाम्रो यसो जानुभन्दा अगाडि एकचोटिको फिट चेक लगाइ हामी फिट चेक गरिदिइहालौँ न त। यो बाटोबाट अब हामी सट्टा मास्तिर यस्तो राम्रो राम्रो हरियाली हेर्दै हेर्दै जान्छौँ। हामी ठ्याक्कै यो जगडोल गेटमा कस्तो राम्रो त्यो यो पार्क छ बच्चाहरू खेल्ने। चाहिँ ठ्याक्क जगडोल प्रवेशद्वार यहाँ चाहिँ होइन, तर हाम्रो यात्रा सुरु हुनेछ यो भर्याङदेखि। गाइजहरू धमाधम यसो ल हिँडौँ हिँडौँ हिँडौँ। कस्तो शीतल हावा चलिरहेछ। अलिकति मासतिर आउने बित्तिकै नि पछाडि काठमाडौँ कस्तो राम्रो देखिरहेछ। यो गोकर्ण जोरपाटी एरियाहरू कस्तो राम्रो प्लान्ट, फुलै जस्तो है नि। यस्तो राम्रो ठाउँ छ होइन, यहाँ यस्तो दामी देखिरहेछ। अनि दिदीले के सुनाउनु हुँदैछ थाहा छ? बिहान बिहान जहिले जहिले यसो वाकमा आउने ठाउँ अरे के दिएको यो होइन। यहाँ अर्को राणा मगरसँग कस्तो दामी कमान गुम्बा यहाँबाट देखिरहेछ। सही तथा निजामती पार्क रे यो जगडोलको, कस्तो राम्रो देखिरहेछ। हामी चाहिँ ठ्याक्क जगडोल पुग्यो माथि चोकमा। कस्तो दामी देखेको के कस्तो दामी देखिरहेछ यहाँबाट। मस्की मस्की हिँडेर जानेले मुसु मुसु, हाँसेर हिँड्नेले पागल बनाकी छे, मलाई घायल बनाकी छे। म चाहिँ चामलिङ राई, म चाहिँ राणा मगर। हामी त थापा गाउँमा छौँ है। हामी चाहिँ थापा गाउँमा उभिरहेको छौँ है। यो है थापा गाउँ चाहिँ। अब हामी चाहिँ चिप्स पसलमा चिप्स किन्ने अनि त्यस पछाडि हो होला। यहाँबाट चाहिँ त्यो अर्को सिधा बाटो चाहिँ अलिक लामो पर्छ, त्यही भएर हामी चाहिँ यो छोटो बाटो लिइराखेको। कुल्फी खाँदै खाँदै गाइजहरू अब यसो हामी डाँडा काँडा यहाँबाट नै सुरु भएको हो। यो ठ्याक्क हामी हिँडिरहेको बाटोबाट नै ऊ त्यो माथि पारी डाँडा पुग्छौँ, त्यहाँबाट अनि अझै अगाडि जान्छौँ। के को भ्यू कस्तो दामी होइन त। अनि मिस राणा त पछाडि हुनुहुन्छ त। अनि हिरोहरूको पालो लास्टमा आउँछ अरे भन्नुहुँदैछ। यो पक्रेर लड्नु खोज्दैछु त अन्त। हामीले अघि कति धेरै जोडीहरू देखिसक्यो है यतातिर। कस्तो दामी देखिरहेछ। हामी हिँडिरहेको बाटो जाँदैछौँ। हामी पनि पुग्न आँट्यौँ माथि यहाँनिर। पानी पर्न आँटेको, त्यही भएर उठाउनु हुँदैछ यहीँ, नत्र यहाँ चटपटे पसल यहाँ फलफुल के थियो। पानी परेर सबैजना झर्नु भयो भनेको। पानी परेर व्यापार पनि उठ्दैछ है। वा हेर मेरो गाइजहरू कस्तो राम्रोहरू छन्, पानी खुवाउँदैछ। हामी चाहिँ यो ठ्याङ्ग डाँडामा आइपुग्यौँ होइन। अब हामी चाहिँ यहाँ बस्ने अनि त्यस पछाडि खानेकुराहरू खाने। अनि यता पछाडि चाहिँ उफ काठमाडौँ सिटी देखिरहेछ। देखो देखो जानम हम दिल अपना तेरे लिए लाए। अब चाहिँ हामी चाहिँ घर हिँडेको है। अघि त्यहाँ कति धेरै पानी परिरहेको थियो, भिडियो पनि बनाउनु पाएन। अनि अब हिँडेको हामी अँधेरो पनि भइसक्यो। भूतहरू नि तर्सिन्छ होला हामीलाई देखेर। भूतहरू पनि सँगसँगै हिँडिरहन्छ। बाई हिँडेर यस्तो भिजेको अवस्थामा है, भिजेर पुग्न आँटेको छौँ। म चाहिँ यहीँ अघि देखाएको ठाउँमा चाहिँ